वेलकम एभ्रिवान। आज एउटा नयाँ टपिक छ, द्याट इज हाम्रो फजान रुल भन्ने टपिक। त्यो टपिकको बारेमा केही डिस्कस गरौँ र सँगसँगै यो फजान रुल पढ्नुभन्दा अगाडि चाहिँ हामीले योभन्दा अघिल्ला लेक्चरहरूमा आयोनिक बोन्ड रिलेटेड जति पनि कुराहरू गऱ्यौँ र आयोनिक बोन्डमा युज हुने टर्मिनोलोजीहरू हामीले त्यहाँ आयोनिक रेडियाइहरू, हाइड्रेटेड रेडियाइहरू, आयोनिक मोबिलिटी, इलेक्ट्रिकल कन्डक्टिभिटी यस्ता कुराहरू गऱ्यौँ भने अब आयोनिक बोन्ड जस्तै अर्को एउटा स्ट्रङ्गर बोन्ड छ। चारवटा विभिन्न टाइप अफ स्ट्रङ्गेस्ट बोन्डमा जस्तै हामीले आयोनिक बोन्ड, कोभ्यालेन्ट, कोअर्डिनेट कोभ्यालेन्ट र मेटालिक बोन्ड गरेर चारवटा बोन्डहरू पढ्यौँ भने आयोनिक बोन्डमा हामीले के कुरा गरेको थियौँ? आयोनिक बोन्ड मिन्स द कम्प्लिट ट्रान्सफर अफ द इलेक्ट्रोन फ्रम मेटल टु नन मेटल। अनि त्यो ट्रान्सफर भइसकेपछि देयर विल बी अ इलेक्ट्रोस्ट्याटिक फोर्स अफ अट्र्याक्सन बिट्विन टु एटम्स, जसले चाहिँ त्यो दुईटा एटमलाई हेल्ड गरिरहेछ। द्याट बोन्ड इज आयोनिक बोन्ड भने यसमा चाहिँ हाम्रो सियरिङ अफ द इलेक्ट्रोन हुन्छ। हामीले 10 कक्षा 9 कक्षादेखि पढिरहेको कुरो, यसमा चाहिँ सियरिङ अफ द इलेक्ट्रोन हुन्छ कोभ्यालेन्ट बोन्डमा। यति एउटा कन्सेप्ट मात्रै फरक छ कोभ्यालेन्ट बोन्डको र कोभ्यालेन्ट बोन्डमा सियरिङ हुन्छ, त्यहाँ चाहिँ के हुन्छ? त्यहाँ ट्रान्सफर अफ द इलेक्ट्रोन हुन्छ। त्यो एक्चुअल नट अ बोन्ड हो, यो एक्चुअल बोन्ड हो, किनकि त्यसमा त जस्ट इट फोर्स हो त्यो एउटा। भने कोभ्यालेन्ट बोन्डमा चाहिँ एउटा बोन्ड बनेको हुन्छ। अब जस्तै हामीले के कुरा बुझ्नुपर्छ भने कोभ्यालेन्ट बोन्डमा अर्को जस्तै इन्डिभिजुअल एटमलाई हेर्ने हो भने हाम्रो इन्डिभिजुअल एटमको बोन्ड स्ट्रेन्थ हेर्ने हो भने यो चाहिँ स्ट्रङ्गर हुन्छ देन आयोनिक बोन्ड है। तर बट ओभरअल मोलिक्युलहरूको बोन्ड एरेन्जमेन्ट एन्ड स्ट्रक्चरले गर्दाखेरि चाहिँ हाम्रो जुन आयोनिक कम्पाउन्डहरू छ, आयोनिक कम्पाउन्ड चाहिँ मोर स्ट्रङ्गर हुन्छ। मोर स्ट्रङ्गर भन्नुको अर्थ यहाँ हाई मेल्टिङ पोइन्ट एन्ड बोइलिङ पोइन्ट हुन्छ। यसको अर्थ के हो भने जस्तै हामीले हाइड्रोजन र हाइड्रोजन बिचको बोन्ड हेर्ने हो भने यो मानव कोभ्यालेन्ट बोन्ड छ। यसमा यो कोभ्यालेन्ट बोन्ड र अर्को एउटा एटमको बिच NaCl को एउटा बोन्ड बनिरहेको छ। यो दुईटा यो आयोनिक बोन्ड हो भने यो कोभ्यालेन्ट बोन्ड हो। यो दुईटा बिचको सिंगल बोन्ड स्ट्रेन्थ हेर्ने हो भने कोभ्यालेन्ट बोन्डकै बोन्ड स्ट्रेन्थ बढी हुन्छ। मानव कार्बन कार्बनको बोन्ड हेर्ने हो भने यही स्ट्रङ हुन्छ। तर आयोनिक बोन्ड सिंगल इन्डिभिजुअल एटमको लेभलमा बोन्ड त्यति बलियो नहुन सक्छ। तर आयोनिक बोन्डमा आयोनिक कम्पाउन्डले आयोनिक बोन्ड कसरी बनाउँछ भन्दाखेरि एउटा क्रिस्टल ल्याटिस स्ट्रक्चर बनाउँछ। यो स्ट्रक्चरको कारणले गर्दाखेरि चाहिँ आयोनिक बोन्डको ओभरअल ल्याटिस इनर्जी चाहिँ के हुन्छ? हाई हुन जान्छ कोभ्यालेन्टको भन्दा। त्यही भएको कारणले गर्दा आयोनिक बोन्डहरूको मेल्टिङ पोइन्ट, बोइलिङ पोइन्ट धेरै हुन्छ कोभ्यालेन्टको भन्दा। अब जस्तै कोभ्यालेन्ट बोन्डको भनिसकेपछि कोभ्यालेन्ट बोन्ड अन्तर्गत के पर्छ? कोभ्यालेन्ट बोन्डमा जति पनि हाम्रो अर्ग्यानिक कम्पाउन्डहरू छ ती कोभ्यालेन्ट बोन्डमा पर्छ। अर्ग्यानिक कम्पाउन्ड कोभ्यालेन्ट बोन्डमा पर्यो। अर्ग्यानिक कम्पाउन्ड भनेपछि कार्बन रिलेटेड कम्पाउन्डहरू भयो। त्यसपछि हाम्रो अब अझ नाम कमन नेम पेट्रोलियम प्रोडक्टहरू भए। अर्को जति पनि डाइएटोमिक एलिमेन्टहरू छन् ती परे। सो दिज आर द एक्जाम्पल अफ कोभ्यालेन्ट बोन्ड। अब यहीँबाट नर्मल हामीले देखिरहेको एक्जाम्पलले हामीले लगाउन सक्यौँ। जस्तै कि हामीले CH4 मिथेन भर्सेस हाम्रो NaCl ले कम्पेयर गरौँ। अब हेर यो आयोनिक हो, यो के हो? कोभ्यालेन्ट कम्पाउन्ड हो। अब आयोनिक कम्पाउन्ड र यसमा यो जुन मिथेन छ, यो मिथेनको क्यारेक्टर हामीले लिने हो भने कस्तो छ? मिथेन
एउटा भोलाटाइल लिक्विड छ, ग्यास फर्म भयो, भोलाटाइल ग्यास भयो। अब यो लिक्विड बनाउनको लागि एकदम लो इनर्जी चाहिन्छ, माइनस धेरै 100 तलै कट्नु पर्यो भने NaCl कस्तो हुन्छ, सोलिड हुन्छ, बलियो हुन्छ, हार्ड हुन्छ, नन भोलाटाइल हुने भयो, यो उडेर जाँदैन त्यसरी नै। अनि मिथेनले अलिकति तातो पाउने बित्तिकै, अलिकति आगो पाउने बित्तिकै बलिहाल्छ। सो भेरी फ्लेमेबल भन्नुको अर्थ भेरी लो इनर्जी चाहिने भनेपछि यसको बोइलिङ पोइन्ट एन्ड मेल्टिङ पोइन्ट पक्कै पनि धेरै नै कम हुनेवाला छ। अनि यो यसको भेरी हाई, यो बोइल हुनलाई एकदम धेरै इनर्जी चाहियो, मेल्टिङ पोइन्ट बोइलिङ पोइन्ट धेरै चाहियो। NaCl त मोर देन 1000 डिग्री सेल्सियस चाहिन्छ बोइल हुनको लागि। सो भनेपछि आयोनिक कम्पाउन्ड र हाम्रो अर्को यो मिथेन यानि कोभ्यालेन्ट कम्पाउन्ड बीच सिम्पल फरक त यहीँ थाहा पाइयो, यति फरक कुराहरू रहेछ। द्याट मिन्स हामीले के कुरा बुझ्यौँ त भन्दाखेरि कोभ्यालेन्ट बोन्ड, अब यहाँ हेरौँ, कोभ्यालेन्ट बोन्डबाटै बनेको एउटा कम्पाउन्ड, एउटा एलिमेन्ट छ, द्याट इज डायमन्ड। तर डायमन्ड त फेरि एकदम बलियो छ, यसको मेल्टिङ पोइन्ट बोइलिङ पोइन्ट भेरी हाई छ भन्नुको अर्थ। अब त्यसो हो भने कोभ्यालेन्ट कम्पाउन्डहरू सबै के विक, लो मेल्टिङ पोइन्ट बोइलिङ पोइन्ट भएका हुन्छन् भन्दाखेरि हुँदैनन्। NaCl आयोनिक बोन्ड, सो आयोनिक बोन्डबाट बनेका जति पनि आयोनिक कम्पाउन्डहरू छन् उनीहरूको त यसै हाई मेल्टिङ पोइन्ट बोइलिङ पोइन्ट हुने भयो। तर कोभ्यालेन्ट बोन्डको कुनै कुनै डायमन्ड जस्ता सिलिकन डायमन्ड, हाम्रो अरू भनेका ग्रेफाइटहरू स्ट्रक्चर जति पनि छ, यिनीहरूको मेल्टिङ पोइन्ट बोइलिङ पोइन्ट धेरै छ एज कम्पेयर टु अदर कोभ्यालेन्ट कम्पाउन्ड। वाइ भन्दाखेरि बिकज हाम्रा जसरी आयोनिक कम्पाउन्डहरूले ल्याटिस स्ट्रक्चरलको कुराको फरक छ क्या, स्ट्रक्चर एनर्जीको कुरा छ। स्ट्रक्चर कस्तो बनिरहेको छ, डायमन्ड पनि आयोनिक बोन्डमा जसरी आयोनिक कम्पाउन्डहरूले ल्याटिस फर्मेसन गरिरहेछ त्यसरी नै डायमन्डले पनि एउटा कन्टिन्युअस कार्बनहरूको चेनहरू बनाइरहेको छ हैन, कन्टिन्युअस कार्बन चेन बनाउँछ। सो यसको कन्टिन्युअस स्ट्रक्चर र कम्प्लेक्स स्ट्रक्चरको कारणले गर्दाखेरि यसको ओभरअल इनर्जी पनि एकदम हाई, भेरी हाई हुन जान्छ। त्यही भएको कारणले गर्दा डायमन्डलाई ओभरअल यसको स्ट्रक्चर कम्प्लेक्सिटीको कारणले गर्दाखेरि चाहिँ यसको बोन्ड स्ट्रेन्थ चाहिँ बढेर हाम्रो आयोनिक बोन्डहरूलाई पनि त्यो ओभरपास गरिरहेछ। त्यही भएर त सबभन्दा हार्डेस्ट मेटलमै एलिमेन्टमा के गरिरहेछौँ हामीले, डायमन्ड। सो हार्डेस्ट सब्सटेन्स डायमन्ड हो कोभ्यालेन्ट बोन्डको। सो ओभरअल कोभ्यालेन्ट बोन्ड सिङ्गलमा त यसै कडा थियो, यदि स्ट्रक्चरली पनि आयोनिकको जसरी कम्प्लेक्स बनाएर स्ट्रक्चरली स्टेबल भएर बसिदिन्छ भने अब डायमन्डसँग कम्पिटिसन आयोनिक बोन्डले गर्न सकेन। त्यही भएर कोभ्यालेन्ट बोन्ड यो अवस्थामा चाहिँ बढी स्ट्रङ्गर हुन्छ। अब हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि जस्तै कतै कतै पोलार नन पोलार कोभ्यालेन्ट बोन्ड, पोलार कोभ्यालेन्ट कम्पाउन्ड भन्ने आउन सक्छ। जस्तै पोलार कोभ्यालेन्ट भनेको चाहिँ जस्तै इलेक्ट्रोनेगेटिभिटी एकदम धेरै डिफरेन्स छ दुईटा एटमको भने त्यो एटमले चाहिँ त्यो एटम चाहिँ कोभ्यालेन्ट बोन्डबाट जोडिएको छ भने द्याट इज पोलार कोभ्यालेन्ट बोन्ड भनेको। एक्जाम्पल हेर्ने हो भने एउटा पोलार कोभ्यालेन्ट कम्पाउन्डमा हाम्रो पानी सबभन्दा फेमस एक्जाम्पल छ, किनकि हाम्रो हाइड्रोजन र अक्सिजनको हाई इलेक्ट्रोनेगेटिभिटी डिफरेन्स छ। त्यो भएको कारणले गर्दाखेरि यसको हाम्रो हाइड्रोजन र अक्सिजनको स्ट्रक्चर चाहिँ के बनिरहेछ, फरक बनिरहेछ। सो हाम्रो जति पनि इलेक्ट्रोनहरूको क्लाउड छ यो हाइड्रोजनबाट यो अक्सिजनमा मोर इलेक्ट्रोनेगेटिभिटीको कारणले गर्दाखेरि इलेक्ट्रोनहरू कहाँ छ, अक्सिजन भएकोतिर तानिरहेको छ, थोप्रिरहेको छ। त्यही भएको कारणले हाइड्रोजनमा पार्सियल पोजिटिभ चार्ज डेभलप हुन्छ र अक्सिजनमा पार्सियल नेगेटिभ चार्ज। र नन पोलार कोभ्यालेन्ट भनेको अब नन पोल नछुट्यो, यहाँ त पोल छुटेर बसिरहेछ। जस्तै अर्को एउटा एक्जाम्पल लिगौँ, CH4 जस्ट अर्को भने H2 ल, H2 सिम्पल, यो H छ, सेम इलेक्ट्रोनेगेटिभ डिफरेन्स छ। त्यही भएको कारणले यसमा
पोल फर्मेसन भइरहेको छैन। जस्तै हाइड्रोक्लोरिक एसिड लियौँ, हाइड्रोक्लोरिक एसिड पोलार होला कि नन पोलार, किनकि क्लोरिन मोर इलेक्ट्रोनेगेटिभ छ, यहाँ हाइड्रोजन यहाँ क्लोरिन छ, क्लोरिनले पक्कै पनि इलेक्ट्रोन तान्छ, यतापट्टि अब डाँडो जस्तो एउटा फर्मेसन भएर बसिरहेछ। सो यता टुडिलको उठ्या जस्तो देखिरहेछ। सो यहाँ पोलार हो यो। अब हामीले थाहा पाउनु पर्यो कि पोलार कोभ्यालेन्ट कम्पाउन्ड भनेको इलेक्ट्रोनेगेटिभिटी डिफरेन्सको आधारमा स्ट्रक्चरली फरक छ। र एउटा कुरो के थाहा पाउनु पर्यो भने जस्तो हाम्रो पोलार कोभ्यालेन्ट कम्पाउन्डहरू जति पनि छ, यो पोलार कोभ्यालेन्ट कम्पाउन्ड्स चाहिँ पोलार कोभ्यालेन्ट कम्पाउन्ड चाहिँ हाम्रो सोलुबल हुन्छ पोलार सोलभेन्टमा मात्रै। भनेपछि HCl इज सोलुबल इन H2 थाहा हुनु पर्यो, किनकि दुईटै पोलार हो भने। अब नन पोलार कम्पाउन्ड चाहिँ सोलुबल हुन्छ फेरि पोलारसँग हैन कि नन पोलार सोलभेन्टमा। ओके, यति कुराहरू भयो। यो सिम्पल बेसिक टर्मिनोलोजीहरू। सो हामीले जेनरली के कुरा बुझ्यौँ भने कोभ्यालेन्ट बोन्डबाट बनेका कोभ्यालेन्ट कम्पाउन्डमा सियरिङ अफ द इलेक्ट्रोन हुन्छ, ठिक छ हो। यहाँ एउटा इलेक्ट्रोन सियर हुन्छ, यसको एउटा इलेक्ट्रोन सियर हुन्छ, यो दुईटा मिलेर यसरी बोन्ड बनाउँछ। सो यो बलियो हुनेवाला छ। इन्डिभिजुअल एटम हेर्ने हो भने यसरी तोड्नलाई गाह्रो हुन्छ, ठिक छ ओभरअल। त्यही भएर यसको बोन्ड्स इन्डिभिजुअल एटममा त अब हाम्रो कुनै पनि कम्पाउन्डहरू त पाउन गाह्रो छ। ओभरअल स्ट्रक्चर बनाएर बसेको हुन्छ, एउटा मान्छे र अर्को मान्छे बिच मात्रै बनाएर त भएन, यसले त ग्रुप भत्काउने कुरा गरिरहेछ यहाँ। सो हाम्रो त ओभरअल मिलियन्स अफ एटमहरूलाई कसरी एरेन्जमेन्ट भएर बसिरहेछ, त्यसको आधारमा चाहिँ कुन चाहिँ बढी इनर्जी चाहिनेवाला छ यसलाई तोड्नलाई, रियाक्सनमा जानलाई भन्ने कुरो डिटरमाइन गर्यो। सो कोभ्यालेन्ट कम्पाउन्ड भन्ने बित्तिकै अब लो मेल्टिङ पोइन्ट एन्ड बोइलिङ पोइन्ट हुने भयो। हामीले आयोनिक बोन्ड अघिल्लो भिडियोसँग कम्पेयर गरिरहेछौँ। र अर्को भनेको यो चाहिँ अब जसरी नुन पानीमा घोलिन्छ त्यसरी चाहिँ पेट्रोल चाहिँ पानीमा घोलिँदैन। पेट्रोललाई घोलिनलाई अर्ग्यानिक सोल्भेन्ट नै चाहियो, नन पोलारमै गएर घोलिन्छ। सो सोलुबिलिटी पनि यसको ओभरअल युनिभर्सल सोल्भेन्ट पानीको हिसाबमा हेरौँ कम छ। सोलुबिलिटी चाहिँ यो लेस सोलुबल चिज हो, सोलुबल धेरै नै कम हुन्छ। अर्को चिज भनेको मेल्टिङ पोइन्ट र बोइलिङ पोइन्ट पछि हाम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी, मैले इसी लेखिदिएँ। इलेक्ट्रिकल कन्डक्टिभिटी जस्तो आयोनिक बोन्डमा मोल्टेन लिक्विड फर्ममा इलेक्ट्रिकल कन्डक्टिभ गरिरहेको थियो, यो हाम्रो कोभ्यालेन्ट बोन्ड चाहिँ धेरै नै पोर हुन्छ इलेक्ट्रिकल कन्डक्सन गर्नको लागि, ठिक छ। सो हाम्रो किन यस्तो पोर हुन्छ भन्दाखेरि फ्री इलेक्ट्रोन हुन गाह्रो छ यसमा। जसरी आयोनिक बोन्डमा हाम्रो इलेक्ट्रोन नै ट्रान्सफर भइरहेछ, यसमा त इलेक्ट्रोन सियर भइरहेछ, सकेसम्म धेरै स्टेबल छ। सो फ्री इलेक्ट्रोन कम छ यसमा, त्यही भएर यो इलेक्ट्रिकल कन्डक्टिभिटी पोर हुन्छ यसमा। सो अनि अर्को भनेको हामीले सम्झिनुपर्छ कोभ्यालेन्ट क्यारेक्टर बढ्नु, कतै कोभ्यालेन्ट क्यारेक्टर कुनै कम्पाउन्डको बढी छ भन्नुको अर्थ यसमा चाहिँ जुन हाम्रो कलर अब देखिने एबिलिटी हुन्छ, कलर इम्पार्टिङ क्यारेक्टर चाहिँ बढ्छ, इन्क्रिजेस। यो इम्पोर्टेन्ट पोइन्ट हो, यो इम्पोर्टेन्ट। जस्तै फर एक्जाम्पल मैले एउटा एक्जाम्पल लिएँ, CaCl2 भर्सेस CuCl2। यो दुईटा बीच कम्पिटिसन गराए भने यो दुईटा बीचले कसले बढी कलर निकाल्छ भन्ने हो भने यस र यसमा मोर हाम्रो कोभ्यालेन्ट नेचर, कोभ्यालेन्ट क्यारेक्टर, कोभ्यालेन्ट कम्पाउन्ड जुन यसमा बढी हुन्छ CuCl2 मा CaCl2 भन्दा। त्यही भएर अब यसको र यसको कम्पिटिसन गराउँदाखेरि यो र यसमा कसको धेरै हुन्छ त मेल्टिङ पोइन्ट बोइलिङ पोइन्ट भन्यो भने धेरै हुने भनेको आयोनिक कम्पाउन्डको हो। यो मोर कोभ्यालेन्ट नेचरको हुन्छ भनिसकेँ मैले। अब यसमा कम हुन्छ, यो चाँडै नै पहिलिन्छ, चाँडै उम्लिन्छ, किनकि लो इनर्जी भयो भने पुग्छ। त्यही भएर यो CuCl2 उसको मेल्टिङ पोइन्ट बोइलिङ पोइन्ट कम हुन्छ। अर्को यो कुनमा सोलुबल बढी हुन्छ भन्यो भने सोलुबिलिटी कोभ्यालेन्ट कम्पाउन्डको कम हुन्छ, यो र योमा यो कोभ्यालेन्ट भनेपछि यसको सोलुबल कम हुन्छ, यो हाइली सोलुबल हुन्छ। इलेक्ट्रिकल कन्डक्टिभिटीमा यो पोर हुन्छ,
अनि कलर कसले बढी देखाउँछ भन्दाखेरि यसले बढी देखाउँछ। सो अब हामी यही कुरा पत्ता लगाउने पर्ने, यही कुरा चाहिँ हामीले अब फजान रुलमा सिक्छौँ। यो त मैले जाने र भनिदिएँ CaCl2 भन्दा CaCl2 ले यस्तो यस्तो क्यारेक्टर देखाउँछ। अब यसमा त धेरै 15-20 वटा बढी फरक फरक मैले एलिमेन्टहरू कम्पाउन्डहरू ल्याएर हालिदिएँ भने अब हामीलाई छुट्याउन गाह्रो हुनसक्छ। यो त घोकमलाई अरू कसरी घोक्ने। अब यो कुरा चाहिँ हामीले फजान रुल हाम्रो जुन नेक्स्ट टपिक छ त्यही नै हो। त्यही भएर मैले यो कोभ्यालेन्ट बोन्ड चाहिँ हामीले अलिकति भनिदिएको र त्यो फजान रुल पढिसकेपछि चाहिँ हामीले एक प्रकारले केमिकल बोन्डिङको MCQ पोइन्ट अफ भ्यूबाट एउटा ठुलो पहाड चाहिँ पार गर्छौँ र एउटा कन्सेप्ट चाहिँ क्लियर हुन जान्छ है। अब हेरौँ फजान रुल। फजान भन्ने साइन्टिस्टले दिएको नामको कारणले फजान हुन गएको हो यो। न फजान रुलले के भन्छन् भन्दाखेरि त्यही अहिलेको कुरो हो। जस्तै हामीले आयोनिक बोन्ड पनि पढ्यौँ, कोभ्यालेन्ट बोन्ड पनि पढ्यौँ र दुइटै पढ्दाखेरि एउटा कुरो थाहा पायौँ कि यहाँ चाहिँ none of the compound is 100% आयोनिक भनेको यहाँ कुनै पनि कम्पाउन्ड चाहिँ एकदम कम्प्लिटली आयोनिक छैन। सो कम्प्लिटली आयोनिक क्यारेक्टर देखाउँदैन भनेपछि 100% छैन भन्नुको अर्थ द्याट इज त्यहाँ चाहिँ देयर इज सम पर्सेन्टेज अफ त्यहाँ केही न केही मात्रामा कोभ्यालेन्ट क्यारेक्टर पनि मिश्रित छ भन्नुको अर्थ। फर इक्जाम्पल मैले NaCl र AlCl3 दुईटा चिज लिएँ हो। यो दुईटा कम्पाउन्ड छ। यो दुईटा कम्पाउन्ड आयोनिक बोन्ड भन्ने मैले लेक्चर पढाउँदाखेरि त त्यहाँ मैले दुईटा आयोनिक कम्पाउन्ड हो भनेर एक्जाम्पल दिएको थिएँ। हो दुईटा आयोनिक कम्पाउन्ड हो एकदम। अब यसमा आउँछ कम्पेरिटिभको कुरा। त्यो त आधा ज्ञान थियो नि, आधा ज्ञान थियो। यसले र यसले देखाउने अब आयोनिक क्यारेक्टर फरक फरक हुन जान्छ। यसले जति जे कुरा बराबर देखाउन पर्ने हो यसले त्यति कुरा देखाउँदैन। जस्तै यो मानव 1 डिग्री सेल्सियसमा मेल्ट हुन्छ भने यो पनि 1 डिग्री सेल्सियसमा मेल्ट हुनु पर्थ्यो यदि यो दुईटा सेम कम्पाउन्ड थियो भने, अर्थात् यो दुईटा सेम बोन्ड इनर्जी, सेम बोन्ड स्ट्रक्चर, सेम बोन्ड नेचर, सेम आयोनिक नेचर होल्ड गर्थ्यो भने। तर यसले गर्दो रहेनछ। यसको अर्थ यो भन्दा यो फरक हुनुको रिजन यहाँ केही न केही पक्कै पनि छ। सो यो NaCl र AlCl3 मा यहाँ चाहिँ NaCl चाहिँ मोर आयोनिक हुन्छ भने AlCl3 चाहिँ NaCl को कम्पेयरमा लेस आयोनिक हुन्छ भन्नुको अर्थ। लेस आयोनिक भन्नुको अर्थ यो चाहिँ मोर कोभ्यालेन्ट हुन्छ। अब यो चाहिँ लेस कोभ्यालेन्ट छ। अब यहीँबाट थाहा पाइयो यस र यसमा सोलुबल कुन हुनेवाला छ बढी, NaCl सोलुबल हुनेवाला छ। किनकि भर्खर यहाँबाट लेखाइदिएको थिएँ कोभ्यालेन्ट क्यारेक्टर कोभ्यालेन्ट कम्पाउन्डको यति पोइन्ट चाहिँ हामीलाई थाहा हुनुपर्छ जसमा सेकेन्ड नम्बरमा सोलुबिलिटीको कुरा थियो। कोभ्यालेन्ट नेचर बन्नुको अर्थ AlCl3 मोर सोलुबल छ योभन्दा, यसरी लेस सोलुबल छ योभन्दा। नाउ अब यो कुरा भित्र छिरौँ के हो त एक्चुअली यो 100% आयोनिक हुँदैन, कसरी कोभ्यालेन्ट क्यारेक्टर आउँछ यहाँ भन्दाखेरि चाहिँ आयोनिक बोन्डमा हामीले पढिरहेको थियौँ क्याटायन एन्ड एनायनको कन्सेप्ट हो। देयर इज अ क्याटायन एन्ड देयर इज एन एनायन। अब हामीलाई थाहा छ अहिलेसम्म हामीले आयोनिक अघिल्लो लेक्चरको कुरा गरौँ। आयोनिक बोन्डमा एनायनको जब इलेक्ट्रोनेगेटिभिटी एनायनले जसरी इलेक्ट्रोनहरू आफू भातिर तान्यो तान्दाखेरि क्याटायनको इलेक्ट्रोनहरू यहाँ थाहा हुनुपर्छ दिस इज द मेटल दिस इज द नन मेटल। नन मेटलले तानिरहेको थियो किनकि मेटलबाट क्याटायनबाट इलेक्ट्रोन कम्प्लिटली बाहिर लुज भइसकेपछि यसले सियर गर्थ्यो र यो दुईटा बीच फोर्स अफ अट्र्याक्सनले यो दुईटा होल्ड हुन्थ्यो र हामीलाई एउटा बोन्ड बनेको जस्तो लाग्थ्यो। जस्तै पृथ्वी र घाम सनले हामीलाई जसरी होल्ड गरिरहेछ त्यहाँ एक्चुअली कुनै एउटा डन्डी लाएर हामीले जुन यसरी बोन्ड बनाइरहेछ यो पृथ्वी हो यो सन भयो। अब यसरी अट्याच भएर यसरी कोभ्यालेन्ट टाइपको क्यारेक्टर यहाँ यो कोभ्यालेन्ट बोन्ड जस्तो फर्मेसन भइरहेछ। तर एक्चुअली पृथ्वी र घाम यसरी त होल्ड भएको छैन। घाम यहीँ छ, पृथ्वी यहीँ छ, मात्र यो दुईटा बीच एउटा आँखाले नदेखिन सक्ने एउटा डन्डी छ, एउटा बोन्ड छ हो। सेम केस आयोनिकमा पनि। नाउ अब जब यो इलेक्ट्रोनहरू बाहिर त इलेक्ट्रोन हुन्छ पक्कै पनि दुईटैको। अब जब यो क्याटायनले
क्याटायनको जुन हाम्रो यो स्ट्रेन्थ छ, पावर छ, यो मानव धेरै छ र अब यसले मात्र तान्छ भन्ने होइन। पक्कै पनि यहाँ अब न्युटनको हामीले पढिसकेका छौँ, एउटाले कुनै चिजले एकतिरबाट मात्रै तान्दैन, डबल टु वे हुन्छ। मात्र फरक के पर्छ, एउटा नेग्लिजिबल हुनसक्छ यदि त्यसको मास धेरै नै कम छ एज कम्पेयर टु अदर। सेम केस जहाँ पनि एप्लाई हुने कुरो त्यही हो। भनेपछि यो क्याटायनले यो एनायनलाई यो एकतिरको यतातिरको भागबाट चाहिँ पक्कै पनि आफू भातिर तानिरहेको छ। सो तानिरहेको छ भन्नुको अर्थ अब चाहिँ के हुनेवाला छ भन्दा जुन हाम्रो क्याटायन छ, क्याटायनले अब यो एनायनलाई, अब यो इलेक्ट्रोन लेखाउँदिनँ मैले, यही स्पियर भनेको इलेक्ट्रोनहरूको घेरा हो। अब यो एनायन चाहिँ हाम्रो तानेको कारणले गर्दाखेरि हेरी यस्तो यो के भयो, स्पेरिकलबाट अब यो अलि चेप्टो इलेप्टिकल जस्तो हुन देख थाल्यो है। सो अब चाहिँ हुनपर्ने थियो यस्तो, तर हेरी यो पोर्सन चाहिँ हाम्रो पोल, सो यो पोल जस्तो निस्किरहेछ भन्नुको अर्थ यहाँ चाहिँ यो एरियामा चाहिँ ड्यु टु द पावर, क्याटायनको पावरले गर्दाखेरि इलेक्ट्रोनहरू चाहिँ यहाँ के भइरहेछ, इलेक्ट्रोन चाहिँ डिस्टर्सन भएको छ। सो दिस डिस्टर्सन इज नोन एज पोलराइजेसन। सो यहाँ पावर जुन छ, यो जुन डिस्टर्सन गराउने पावर छ, द्याट इज द क्याटायन पोलराइजिङ पावर। सो यो चाहिँ क्याटायनको पोलराइजिङ पावर हो। अब यो क्याटायनको पोलराइजिङ पावरले जब एनायनलाई, क्याटायनको पोलराइजिङ पावरले पोलराइज्ड गरिरहेछ एनायनलाई, ठिक छ। यो एनायनलाई क्याटायनको पोलराइजिङ पावरले पोलराइज गरिरहेछ र यहाँ पोलराइजेसन भइरहेछ। हेरी यो जुन हाम्रो डिस्टर्सन छ, यो हाम्रो पोलार जस्तो लेखिरहेछ, त्यही भनेकै पोलराइजेसन हो। अब यो एनायनलाई जब पोलराइज गरिरहेछ, अब यो एनायनले पनि इजिली पोलराइज हुन दिइरहेछ। यहाँ जस्तै यसले ताने, हे म तँलाई तान्छु, तँ यता आइज भने एनायनको इलेक्ट्रोनहरू स्वाटा म भातिर सर्यो। सो एनायन नमान्न पनि सक्थ्यो, त्यो त्यति गाह्रो भएन। यहाँ यदि गाह्रो एकदम तान्नलाई एकदम गाह्रो पनि हुन सक्थ्यो, इजिली आउन नसक्ने कारण चाहिँ के छ भन्दा त्यो टर्मिनोलोजी के हो भन्दाखेरि द्याट इज एबिलिटी, पोलराइज एबिलिटी अफ एनायन। यसले पनि म्याटर गर्छ है। जस्तै यो चाहिँ साइजको आधारमा हुन्छ, अहिले फ्याक्टरहरूमा कुरा गरौँला। पोलराइजेबिलिटी अफ द एनायनले पनि एउटा कुरा चाहिँ यहाँ इफेक्ट गरिरहेछ। जस्तै यसको पोलराइजेबिलिटी अफ द एनायन चाहिँ के छ, इजिली पोलराइजेबल हुन सक्ने छ कि छैन भन्ने छ। जस्तै पोलराइजेबिलिटी अफ द एनायन भेरी हाई भन्नुको अर्थ यो इजिली पोलराइज भइरहेछ, इजिली क्याटायनले यस्तो पोलर फर्मेसन गरिरहेछ। र अब यसलाई अलिकति यो त हामीले बुझाउनलाई बनाएको हो नि। जस्तै रियलमा हेऱ्यौँ, जस्तै यो मानव क्याटायन थियो भने, अब हेरी यो एनायन यसरी थियो भने, अब एनायन चाहिँ के भइदियो, अलिकति हेरी यस्तो बोन यस्तो बनाइदियो। सो हुनुपर्ने थियो सर र यसरी गोलो हुनुपर्ने थियो। सो अब हेरी यहाँ चाहिँ यो चाहिँ इलेक्ट्रोन, हेरी यो एरियालाई हेर्ने हो भने यो एरिया, यो चाहिँ कस्तो सियरिङ अफ द बोन भएको जस्तो, कोभ्यालेन्ट बोनमा हामीले जसरी पढिरहेको थियौँ यसरी दुईटा इलेक्ट्रोन सेयर गरिरहेको। यहाँ चाहिँ केही सर्टेन पोर्सनमा चाहिँ, केही मात्रामा चाहिँ बोन चाहिँ कोभ्यालेन्ट जस्तो बनिरहेछ। सो यसलाई हामीले ठ्याक्क भन्दाखेरि यो चाहिँ अलिअलि आयनिक, धेरै आयनिक पनि हुनसक्छ र अलिअलि मात्रामा चाहिँ यो क्याटायनको इफेक्टको कारणले गर्दाखेरि अलिअलि कोभ्यालेन्ट बोन जस्तो देखिरहेछ। सो दिस इज नोन एज पार्सियल कोभ्यालेन्ट बोन। यो चाहिँ पार्सियल कोभ्यालेन्ट बोन हो। र यो पार्सियल कोभ्यालेन्ट बोनको कारणले गर्दाखेरि यहाँ चाहिँ यो क्याटायनमा चाहिँ पोजिटिभ डेल्टा चार्ज र पोजिटिभ एनायन चार्ज यहाँ डेभलप भइरहेछ, ठिक छ। यो त एनायनको विशेषता यही थियो। अब हेरी यो जुन हाम्रो बोन फर्मेसन भइरहेछ यो पार्सियल कोभ्यालेन्ट बोन हो। सो यसमा पार्सियल कोभ्यालेन्ट क्यारेक्टर पनि हुनुपर्छ। सो यसमा अब यसरी चाहिँ पार्सियल कोभ्यालेन्ट क्यारेक्टर आयो। अब यसको डिग्री कति छ, सो यही भन्छ फजान रुलले। सो डिग्री अफ कोभ्यालेन्ट एन्ड आयोनिक क्यारेक्टर, डिग्री अफ कोभ्यालेन्ट एन्ड आयोनिक क्यारेक्टर इन एन कम्पाउन्ड, यही कुरा त गरिरहेछ। यदि यस्तो इन्टरेक्सन कम भएको भए, जस्तै यहाँ के कुराले कम हुन सक्थ्यो, यो क्याटायनले यसरी नतानिदिएको भए
एनाइन यसरी पार्शियल कोभ्यालेन्ट बोन्ड बनाउन नचाहेको भए, बनाउन गाह्रो भएको भए भने चाहिँ कोभ्यालेन्ट क्यारेक्टर यसरी डेभलप नहुन सक्थ्यो। किनकि अब बोन्ड सेयर भइसक्यो भन्नुको अर्थ, सेयर हुनुको अर्थ त्यहाँ अब नेचर क्यारेक्टर त कोभ्यालेन्टको केही न केही देखिन्छ। अब शरीरमा कालो रङ कतै न कतै लागिसक्यो भनेपछि त अब यो रङ त लुकाएर लुक्दैन, काहीँ न काहीँ कुनै न कुनै बेलामा त देखिन्छ पक्कै पनि। त्यही भएर कति मात्रामा चाहिँ लाग्यो भन्ने कुरो चाहिँ डिग्री अफ कोभ्यालेन्ट कति छ अथवा डिग्री अफ आयोनिक कति छ, कुन बढी छ त्यसको क्यारेक्टर बढी देखिन्छ। यो चाहिँ फजान भन्ने साइन्टिस्टले दिए। सो दिस इज द ओभरभ्यू अफ फजान रुल। यो कन्सेप्ट थियो, दिस इज द मेकानिजम अफ फजान रुल। नाउ अब बल्ल इम्पोर्टेन्ट छ हामीले कसरी छुट्याउने त कुन चाहिँ बढी आयोनिक कुन चाहिँ कोभ्यालेन्ट। अब चाहिँ हाम्रो यसको फ्याक्टरहरूले डिटरमाइन गर्छ। आवर नेक्स्ट टपिक विल बी द फ्याक्टर अफ के अरे डिग्री अफ कोभ्यालेन्ट एन्ड आयोनिक। फ्याक्टर अफ फजान रुलमा चाहिँ अब जस्तै 1 नम्बरमा छ हाम्रो साइज अफ द क्याटायनबाट सुरु गरौँ। साइज अफ द क्याटायन र हाम्रो यो साइज अफ द क्याटायन हो। सो द्याट मिन्स हाम्रो जुन एनायनको र क्याटायनको इन्टरेक्सनमा है क्याटायनको पोलराइजिङ पावरले चाहिँ एनायनलाई पोलराइज गर्ने थियो। सो द्याट वाज द मेकानिजम। सो साइज अफ द क्याटायनमा हेरौँ, जति स्मलर साइज भयो, ठ्याक्क म एउटा रिलेसन लेखाइदिउँ अनि बुझाउँला। स्मलर साइज अफ द क्याटायन, क्याटायनको साइज स्मलर जति भयो त्यति नै मोर क्याटायनले बढी तान्नु सक्छ, इलेक्ट्रोनको क्लाउडलाई डिस्ट्रक्सन बढी गर्न सक्छ। डिस्टोर्सन भनेकै पोलराइजेसन भनिसके। पोलराइजिङ पावर बढी हुनुको अर्थ अब त्यो एनायन यसरी आफू भातिर सरेर क्याटायनमा बोन्ड बनाइरहेछ, पार्शियल कोभ्यालेन्ट बोन्ड बनाइरहेछ। द्याट मिन्स बोन्ड बनाउने बित्तिकै अब मोर कोभ्यालेन्ट क्यारेक्टर देखियो। मोर कोभ्यालेन्ट क्यारेक्टर भनेपछि कोभ्यालेन्ट क्यारेक्टरको अर्थ के हुन्छ, यसको मिनिङ एउटा कोभ्यालेन्ट क्यारेक्टर बन्नुको अर्थ सोलुबिलिटी र मेल्टिङ पोइन्ट एन्ड बोइलिङ पोइन्ट चाहिँ लेस भयो। सोलुबिलिटी लेस भयो र कलर हाम्रो इम्पार्टिङ क्यारेक्टर बढ्ने भयो, चाहिँ इन्क्रिजेज हुने भयो। र अरू एसेक्टा जति पनि कोभ्यालेन्ट क्यारेक्टरको विशेषता छ भनेको एक्जाम्पल यहाँ लिथियम छ, सोडियम छ, पोटासियम छ भन्नुको अर्थ अब हाम्रो कुन चाहिँ बढी कोभ्यालेन्ट बोन्ड बनाउन सक्छ, कसको क्याटायनको पोलराइजिङ पावर कुन चाहिँ बढी छ भन्दाखेरि स्मलर साइज अफ द क्याटायन हेर्ने हो भने स्मलर साइज हाम्रो यहाँ लिथियम छ। सो द्याट मिन्स हाम्रो लिथियम इज मोर पोलराइजिङ, लिथियम हेज मोर पोलराइजिङ पावर देन सोडियम देन पोटासियम। यसरी हामीले एउटा कुरा छुट्याउन सक्यो। अर्को भनेको चार्जले पनि फरक पर्छ। जस्तै अब यसमा नम्बर अफ चार्ज यसको बढ्यो। नम्बर अफ चार्ज भन्नुको अर्थ अब सिधै कोभ्यालेन्ट क्यारेक्टरमा आइदियो, यो पोलराइजिङ होइन, यो मैले धेरै भनिनँ, यहाँ सिधै कोभ्यालेन्ट क्यारेक्टर बढ्यो, त्यसैको कोभ्यालेन्ट क्यारेक्टर म्याक्सिमम हुन्छ। चार्ज बढ्छ, चार्ज बढ्नुको अर्थ इलेक्ट्रोनेगेटिभ हुन्छ, उतापट्टिको एनायनलाई तान्न सक्छ अनि त्यो के भन्छ पोलराइजेसन चाँडै हुन्छ, छिटो हुन्छ र बलियो हुन्छ। यति कुरा हो, सिम्पल छ। एक्जाम्पल यहीँ सोडियम, अर्को हाम्रो म्याग्नेसियम, मैले आइसोइलेक्ट्रिक स्पेसिस लिइरहेको छु भन्नुको किन यो चार्ज हालेको, किनकि सोडियम म्याग्नेसियम र एल्युमिनियममा तिनटैमा बराबर 10 वटै इलेक्ट्रोन छ हो। र 10 वटै इलेक्ट्रोन भन्नुको अर्थ अब सोडियम म्याग्नेसियम र एल्युमिनियमको न्युक्लियसले बराबर इनर्जीले 10 वटै इलेक्ट्रोनलाई धानिरहेको छ। अब बाँकी रहेको इनर्जीले चाहिँ के गर्छ, अब बल्ल एनायनको इलेक्ट्रोनहरूलाई तान्न सक्छ भने अब कसले यो तिनटा बिच बराबर कम्पिटिसन भयो बल्ल। अब बराबर कम्पिटिसनमा कसले चाहिँ बढी तान्छ त भन्दाखेरि सबभन्दा स्मलर साइज यहाँ एल्युमिनियमको हुन्छ। यो कुरा हेर है, स्मलर साइज यहाँ एल्युमिनियमको छ, आयोनिक रेडियाई सबभन्दा स्मलर एल्युमिनियमको छ। किनकि मोर नम्बर अफ चार्ज। अघिल्लो आयोनिक मोबिलिटी लेक्चरमा मैले एकदम क्लियरली भनेको छु।
सो एल्युमिनियमको साइज कम हुन्छ र एल्युमिनियमको चार्ज पनि बढी छ। सो मोर नम्बर अफ चार्ज अट्र्याक्ट मोर नम्बर अफ इलेक्ट्रोन क्लाउड। सो यसले चाहिँ मोर पोलराइज गर्न सक्छ, मोर पोलराइज्ड हुन्छ। सो यसमा चार्ज बढ्नुको अर्थ कोभ्यालेन्ट क्यारेक्टर अब एल्युमिनियमको बढी हुन्छ। त्यही भएर अहिले मैले सुरुमा लेखाएको थिएँ नि एउटा इक्जाम्पल, NaCl र AlCl3 मा Al को 3टा चार्ज छ यहाँ भनेपछि एल्युमिनियमको 3टा आयन होल्ड गरिरहेछ, सोडियमले एउटा गरिरहेछ Cl। सो नम्बर अफ चार्ज अब Al को बढी छ, त्यही भएर NaCl र AlCl3 मा चार्जको हिसाबले पनि AlCl3 मोर पोलराइज्ड गर्न सक्छ। सो मोर कोभ्यालेन्ट छ, उल्टो लेखेछ यहाँ, मोर कोभ्यालेन्ट छ, त्यही भएर AlCl3 को यो नेचर हुन्छ। ठिक छ, यो भन्दा ओके। दिस इज द चार्ज केस, धेरै सिम्पल छ। अब यो क्वेसन दिँदाखेरि अझै क्लियर हुन्छ। नाउ नेक्स्टमा अब एउटा इम्पोर्टेन्ट पोइन्ट छ, थर्ड नम्बरको पोइन्ट। र थर्डमा आउँछ द्याट इज द अब नोबल ग्यास कन्फिग्युरेसनमा हामीले नोबल ग्यास कन्फिगुरेसन भनेको पहिला सुरु थाहा हुनुपर्छ। जस्तै NH2 NP6 छ, इलेक्ट्रोनिक कन्फिगुरेसन अटोमिक स्ट्रक्चर मैले पढाइसकेँ क्वान्टम नम्बर्समा। त्यसपछि क्वान्टम नम्बर पढिसकेपछि बल्ल इलेक्ट्रोनिक कन्फिगुरेसन एकदम डिटेलली बुझ्नु छ भने क्वान्टम नम्बर पढिसकेपछि मात्र इलेक्ट्रोनिक कन्फिगुरेसन सिक्ने कोसिस गर्ने, नत्र गाह्रो छ है त। कन्सेप्ट बिना चाहिँ सम्झिन, एकैचोटि बुझ्न त भोग्न त धेरै सजिलो भइहाल्यो। नाउ यहाँ 8 आउटरमोस्ट सेल छ, द्याट इज द नोबल ग्यास। अब हामीले यसलाई फल्स बनाऊँ, वाट इज स्युडो? स्युडो नोबल ग्यास कन्फिगुरेसन अर्को फ्याक्टर भन्नुको अर्थ जस्तै यो यसै नोबल ग्यासमा मात्र यहाँ के फरक आउँछ, ND10 आउँछ। फर एक्जाम्पल कपर कति नम्बरमा पर्छ, 28 29 मा पर्यो। 29 मा पर्नुको अर्थ यसलाई इलेक्ट्रोनिक कन्फिगुरेसन गरौँ। आर्गन भनेपछि यहाँ 18 वटा सक्यो। अब हाम्रो बाँकी रह्यो 10 11 भनेपछि हाम्रो 4S2 20 भयो। अब S पछि पालो के आयो, 3D9 भयो। यो हुनुपर्ने, तर एक्सेप्सन थियो इलेक्ट्रोनिक कन्फिगुरेसनमा पनि थाहा हुनुपर्छ। एक्सेप्सन के छ, आर्गन 18, तर हेरी यो D चाहिँ हुन्छ नि, D को भनिसकेँ मैले, म्याग्नेटिक क्वान्टम नम्बरले के भन्छ, D मा हाम्रो 5 वटा के हुन्छ, हाम्रो भ्याकेन्ट सेल छ हो, सब अर्बिटल छ भनेपछि 5 वटा, एउटा अर्बिटलमा 2टा इलेक्ट्रोन अट्छ। सो 2टा इलेक्ट्रोन अट्नुको अर्थ यहाँ 5 दुना 10 वटा टोटल इलेक्ट्रोन हो। त्यही भएर यसमा 10 वटा हो कम्प्लिटली फिल हुनको लागि, 9 वटा छ, एउटा बाँकी छ। के गर्छ त भन्दाखेरि यो एसबाट एउटा चाहिँ के लिन्छ इलेक्ट्रोन, यसले सापट्टि लिन्छ र 3D10 भएर बस्छ र 4S1 हुन्छ। सो दिस इज द रियल कन्फिगुरेसन है। यो एक्सेप्सन थियो र यो इम्पोर्टेन्ट पनि छ। र कपर, अब हेरी कपरको इलेक्ट्रोनिक कन्फिगुरेसन यो भएन, यो भयो। सो यसलाई हेरौँ त, हेरी यहाँसम्म यो भइहाल्छ र 3D10 पछाडिको इग्नोर गरौँ, 3D10। सो यस्तो खालको कन्फिगुरेसन छ भने द्याट इज नोन एज द स्युडो नोबल ग्यास कन्फिगुरेसन। र अब यसरी कन्फिगुरेसन आउँदैन, टोटल यो एटोमिक नम्बर आउँदैन, मलाई यसरी यो कन्सेप्ट थाहा छैन भन्ने हो भने जम्मा 6 वटा छ पेरियोडिक टेबलमा, सिरियली घोके पनि भयो। कपरको तल के छ, सिल्भर छ, सिल्भरको तल के छ, गोल्ड छ। र उतापट्टि जाने हो भने जिङ्क छ, अनि हाम्रो क्याडमियम छ र मर्करी छ। र यो अर्डरमै सम्झिनु पर्यो, 1 2 3 4 5 6 यसरी लेख्नु भयो। जम्मा यदि 6 वटा के छ, एलिमेन्ट छ। यो ट्रान्जिसन मेटलको लास्टको ग्रुपतिर, सेकेन्ड लास्ट र लास्टको ग्रुपमा मात्रै छ है। सो दिस 6 एलिमेन्ट सो स्युडो नोबल ग्यास कन्फिगुरेसन। यसको चाहिँ यो स्युडो नोबल ग्यास कन्फिगुरेसनको चाहिँ एक कोभ्यालेन्ट क्यारेक्टर चाहिँ के हुन्छ, एकदम धेरै हुन्छ। सो अब यहाँ एक्जाम्पलमा आयो, जस्तै NaCl आयो अनि अर्कोमा CuCl2 आयो। अब आँखा चिम्लेर हेर्ने, अब त्यो साइज चार्ज गर्न त लाग्ने होइन, चार्ज गर्ने हो भने नि यसमै बढी आयो, त्यो हिसाबले पनि जित्यो। तर CaCl2 नि आउन सक्छ कहिलेकाहीँ, ल अब सेम चार्ज हुनसक्छ। अब त्यो हिसाबले नमिल्न पनि सक्छ। त्यो केसमा के गर्ने, कपर सिधै हेर्ने, कपर स्युडो नोबल ग्यास कन्फिगुरेसन, अरू सबलाई बोइकट गर्यो। यो अरूभन्दा मोर के हुन्छ, मस्ट कोभ्यालेन्ट नेचरको हुन्छ।
किन स्युडो नोबल ग्यास कन्फिगरेसन छ यसमा मोस्ट कोभ्यालेन्ट क्यारेक्टर देखाउँछ यसले मोस्ट कोभ्यालेन्ट नेचरको छ सो यसको मेल्टिङ पोइन्ट बोइलिङ पोइन्ट सोलुबिलिटी सबै के हुन्छ कम हुन्छ यो दुईटाको भन्दा यो फर्स्टमै पर्यो सेकेन्डमा अलिकति कम कोभ्यालेन्ट के छ यो भन्दाखेरि यो नै हुन्छ सेकेन्डमा र लास्टमा यो छ भन्नुको अर्थ लिस्टमा यो पर्यो भन्नुको अर्थ सबभन्दा मोस्ट आयोनिकमा के पर्यो NaCl पर्यो सो यसरी थाहा हुन्छ कि अब भनेको अर्थ जस्तै NaCl यति थियो है यो एकदम जेनरल कुरा भयो यति जान्यो भने पुगिहाल्यो 6 वटा सम्झिनु पर्यो केही पनि गाह्रो छैन र हेलाइडको एक्जाम्पल लियो जस्तै CuCl2 र AgCl2 आयो नि AgCl आयो भने यो दुईटा कम्पिटिसन गर्नु पर्यो भने अर्डर वाइज Ag ले जित्छ है फेरि Ag मोर कोभ्यालेन्ट क्यारेक्टर देखाउँछ भनेर लेख्नु पर्यो यो दुईटा बीच कम्पिटिसन नि अर्डर वाइज हुन्छ अब NaCl CuCl2 CaCl2 KCl ल यति आयो मोस्ट कोभ्यालेन्ट भनेर आउन नि सक्छ अनि कसको चाहिँ सबभन्दा हाई मेल्टिङ पोइन्ट एन्ड बोइलिङ पोइन्ट हुन्छ भनेर आउन नि सक्यो अर्को भनेको मोस्ट आयोनिक भनेर आउन पनि सक्यो कुरो उही हो थाहा पाउनु पर्यो मात्र यसको अर्डर कोभ्यालेन्ट अर्डर र आयोनिक अर्डर यो चारवटा मध्ये सबभन्दा बढी के हुन्छ भन्ने बित्तिकै हामीले कतै स्युडो नोबल ग्यास छ कि भनेर हेर्ने छ CuCl2 सो यो 1 नम्बरमा पर्यो दिस इज द सबभन्दा यहाँ के छ मोस्ट कोभ्यालेन्टमा यो मोस्ट कोभ्यालेन्ट अर्को हाई मेल्टिङ पोइन्ट कोभ्यालेन्ट क्यारेक्टर देखाउनेको मेल्टिङ पोइन्ट बोइलिङ पोइन्ट हाई हुँदैन लो हुन्छ अनि मोस्ट आयोनिक यो हुने कुरै भएन अर्को के भन्ने हुन सक्थ्यो भन्दाखेरि यसमा सोलुबिलिटी मा लिस्ट सोलुबल के छ भन्यो भने यो सबभन्दा लिस्ट सोलुबल कम्पाउन्ड यो भयो सेकेन्डमा अब अर्डर हेर्ने त्यसपछि अब यो सेम भयो सेममा चार्जको हिसाबले यो सेकेन्ड नम्बरमा छ अथवा साइजको हिसाबले पनि यो सेकेन्ड नम्बरमा छ त्यही भएर अब चाहिँ कोभ्यालेन्ट क्यारेक्टर हेरी यसको सेकेन्डमा बढी हुने भयो त्यो चाहिँ अलिकति यो भन्दा लेस कोभ्यालेन्ट नेचरको हुने भयो सो सेकेन्ड नम्बरमा यो पर्छ सो यो अलिकति यो भन्दा अलिकति कम कोभ्यालेन्ट नेचरको छ यो भन्दा अलिकति बढी आयोनिक नेचरको छ भनेको एउटै भयो भनेको यसको पनि अब यो भन्दा अलिकति कम हुन्छ तर यो र यो दुईटाको भन्दा चाहिँ धेरै नै कम हुन्छ यो क्यारेक्टरहरू थर्डमा के पर्छ भन्यो भने अब NaCl र KCl ClCl ठीक छ एनायन सेम छ क्याटायन फरक छ र सोडियम र पोटासियममा हामीलाई थाहा हुनुपर्छ अब चार्ज त सेम छ अब हेर्ने के हामीले हेर्ने साइज अफ द क्याटायन हेर्ने क्याटायनको साइज जति ठुलो त्यति नै के हुन्छ लिस्ट पोलराइजिङ पावर जति सानो त्यति नै के हुन्छ मोर पोलराइजिङ पावर सेम चार्ज सो सोडियम र पोटासियममा पोटासियमको नम्बर ठुलो एटोमिक रेडियस यसको ठुलो सो यसमा के हुने भयो पोटासियम चाहिँ मोर पोलराइजिङ लिस्ट पोलराइजिङ पावर हुने भयो यो क्याटायनको सो NaCl भन्दा KCl चाहिँ के हुने भयो सबभन्दा म्याक्सिमम आयोनिक नेचरको हुने भयो किनकि साइज ठुलो छ ठ्याक्क उल्टो छ साइजसँग इन्भर्सली प्रोपोर्सनल छ क्याटायन पावर सो NaCl ले अलिकति सानो भएको कारणले अलिकति कोभ्यालेन्ट क्यारेक्टर देखाउन सक्छ तर यसले यो NaCl भन्दा पनि धेरै नै के हुन्छ कमजोर छ त्यही भएर यसले तान्दैन एनायनलाई इन्टरेक्सन नै गर्दैन सो एनायनको इलेक्ट्रोनहरूको क्लाउडलाई एफेक्ट नै नगर्ने भएको कारणले त्यहाँ पार्शियल बोन फर्मेसन हुन सक्दैन त्यही भएर सबभन्दा थर्डमा यो पर्यो भने फोर्थमा यो पर्यो मोर आयोनिकमा सो सबभन्दा म्याक्सिमम हाई मेल्टिङ पोइन्ट र बोइलिङ पोइन्ट आयो भने यसमा हाई मेल्टिङ पोइन्ट एन्ड बोइलिङ पोइन्ट भनेर लाउनु पर्यो र यो लगायत धेरै क्वेसनहरू छ जति गरे नि मजा आउँछ म क्वेसनहरू पनि हालिदिउँला ओके सो आज यो इन्ट्रेस्टिङ टपिक यहीँ समाप्त गरौँ र नेक्स्ट हामी चाहिँ अब लुइस डट स्ट्रक्चरबाट सुरु गर्छौँ ओके दिस मच फर टुडे थ्याङ्क यू